कासिप लगायत कति कासिपका फ्यानहरूले चाहिँ हाम्रो रविन्द्र दाहाललाई चाहिँ अन्डर एस्टिमेट गरे जस्तो देखिन्छ। तर आजको पोस्ट म्याच हेरेपछि चाहिँ हाम्रो दाहाल चाहिँ एकदमै फिजिकल रूपमा र मेन्टली रूपमा पनि अति नै इनर्जेटिक र स्ट्रङ देखिएका छन्। आजको पोस्ट म्याच हेरिरहँदा जुन कासिप मुर्दोजको चाहिँ जुन उनको क्रियाकलापहरू, उनको शरीरको हाउभाउ, उनको कन्फिडेन्ट लेभल हेर्दाखेरि चाहिँ त्यति स्ट्रङ र त्यति कन्फिडेन्ट चाहिँ देखिएको थिएन है। हाम्रो दाहाल सट चाहिँ भोलि चाइनाको साङ्घाईमा चाहिँ बजरिँदैछ। सबैले शुभकामना दिनु होला रविन्द्र दाहाललाई। भोलि चाहिँ उनले चाहिँ आफ्नो 9 नकआउट चाहिँ गर्नेछन् भन्ने हामीले विश्वास राखेका छौँ। म आज धेरै बोल्न सकिरहेको छैन किनकि हाम्रो देश नेपालको अहिलेको जुन कन्डिसन छ योले मलाई एकदमै दुखी बनाएको छ। हामी सम्पूर्ण नेपालीलाई झन्डै 200 को आसपास मानिसहरूले चाहिँ ज्यान गुमाएका छन्। सबै नदीको आसपास हुने नेपाली दाजुभाइहरूले चाहिँ आफ्नो ख्याल गर्नु होला र एक अर्कालाई चाहिँ एक आपसमा चाहिँ साथ सपोर्ट दिँदै अगाडि बढ्नु होला। दुःखको घडी छ, हामी सबै इमोसनल छौँ, तर भोलिको गेम नेपाललाई अर्को एक पटक चाहिँ इतिहास सामु चाहिँ चिनाउने दिन रहेको छ। त्यो कारणले गर्दा म यो भिडियो